ल साथीहरू अब हाम्रो मेयर हल्का सम्पन्जीले चाहिँ आज रङ्गमञ्च रमाइलोको श्रमदान रङ्गमञ्च रमाइलोको चाहिँ थोरै म्युजिकहरू सुनिदिउँ न त। धरती हाम्रो आकाश हाम्रै परिवेश, हाम्रो धरती हाम्रो आकाश हाम्रै परिवेश, सबै मिली बनाऊ यो देश, सबै मिली बनाऊ यो देश, हाम्रो धरती हाम्रो हाम्रै परिवेश। सबैले गाउँदै खासै छैन होइन, खासै स्वर छैन, साथ दिन त मन लागेको थियो र पनि एनिवे देशलाई सम्झेर गाउनुपर्छ। विदेशीले बचाउँदैनन् हाम्रो देशको साथ, विदेशीले बचाउँदैनन् हाम्रो देशको साथ, हाम्रो धरती हाम्रो आकाश हाम्रै परिवेश। अलिक गाह्रो पर्यो गाउनलाई चाहिँ र तर एकदम तपाईहरु पनि रमाइलो गर्नु होला है। मलाई चाहिँ र अलिकति स्वर फासेको छ त्यही भएर रगत होइन पसिनाले भिजाऊ यो देश, श्रम रोटी फलाऊ यो देश, श्रम रोटी फलाऊ यो देश, हाम्रो धरती हाम्रो आकाश हाम्रै परिवेश, हाम्रो धरती साथीहरु सपोर्ट गर्न चाहिँ नबिर्सिनु होला है। तपाईहरु पनि हैन राम्रो सुनेर सम्बन्धित यति राम्रो गीत सुनाइरहेको छ र प्लस मन्डेली साथ दिन चाहिँ खोजेर तर गीतको भाग एकदम राम्रो सुमधुर छ। मैले अब गाइराख्ने बानी छैन त त्यही भएर नाइस 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 नाइस। म हुँ श्रमदाता हो एक्ज्याक्टली। नलजाइकन यो देशलाई सम्झेर यो देशको माटोलाई सम्झेर हाम्रो श्रम अभियानलाई सम्झेर सबैजनाले भन्नुहोस् उच्च स्वरमा कराएर भन्नुहोस् म हुँ श्रमदाता। हेर्दिन म अरूको आश, हेर्दिन म अरूको आश, बन्दिन म जिउको लास, सजाउँछु श्रमले परिवेश, बनाउँछु म आफ्नो देश, हलो सरी जोटिन्छु म,
हलोसरी जोतिन्छु म मेरै देशको माटोमा आत्मनिर्भर बन्छु म स्वाभिमानको बाटो वास्ता गर्नु छैन मैले कसले मलाई के भन्छ आशा हेर्नु छैन मैले कसले मलाई के दिन्छ ऐना हेर्दा जो देखिन्छ उही हो देश बनाउने ऐना हेर्दा जो देखिन्छ उही हो देश बनाउने आफ्नो देश बनाउनु छ कसको आशा म हुँ सम्राट यहाँहरू सबैजनालाई हार्दिक धन्यवाद छ ऐना हेर्दाखेरि हामी कसको अनुहार देख्छौँ म प्रश्न गर्छु फेरि ऐना हेर्दा हामी कसको अनुहार देख्छौँ हो ऐना हेर्दा जसलाई देख्नुहुन्छ त्यही मान्छेले हो देश बनाउने तपाईले अरूको आशा हेरिराख्नु भएको छ अरूको भरोसा गरिराख्नु भएको छ भने देश बन्नेवाला छैन त्यो देश बनाउने मान्छे हो तपाईँ हरेक व्यक्तिले देश बनाउने मान्छे हो कि होइन सबैले भन्नुभएको छैन हो कि होइन हो ऐना हेर्दा जो देखिन्छ उही हो देश बनाउने अब नेताले देश बनाइदिन्छ ठेकदारले देश बनाइदिन्छ कर्मचारीले बनाउला भनेर आशा हेर्नु छोड्नु तपाईँ खुद आफूले देश बनाउने हो तपाईको पाखुरामा भर छ तपाईको पाखुरामा विश्वास गर्नुहुन्छ तपाईसँग त्यो जोश जागर छ के अल्छी लाग्छ हो अल्छी लाग्दैन त्यसो भएको कारणले गर्दाखेरि अब हामी आफ्नो देश आफै बनाउँछौँ भन्ने चेतनाका साथ उठेर आज आउनु भएको छ यहाँहरू सम्पूर्णलाई हार्दिक धन्यवाद दिन चाहन्छु म अब यता तल आएँ हामी चाहिँ यहाँनिर थुप्रैजना उपस्थित भएका छौँ खैरेनी टोल विकास संस्था धरान सत्रलाई धन्यवाद दिन चाहन्छु शिव गंगा